हेलो साथीहरू, गुड इभिनिङ है। आज चाहिँ भिजिट भिसाको थोरै कुराकानी गरौँ ल। यो भिजिट भिसा चाहिँ कस्तो हो भने जो अब अलिकति इङ्ग्लिस बोल्न सक्छ, अलिकति ट्यालेन्ट छ होइन, एक्सपिरियन्स छ भने चाहिँ त्यस्तो व्यक्तिहरूलाई चाहिँ ठिकै हुन्छ है। स्पेसल कामको लागि है, मैले यो कामको लागि चाहिँ कुरा गरेको होइन। अब जो व्यक्तिलाई चाहिँ अब एजेन्ट्स नै चाहिने, एजेन्ट्सकै थ्रुबाट चाहिँ जानुपर्ने होइन भयो भने चाहिँ त्यस्तो व्यक्तिहरूलाई चाहिँ अलिकति गाह्रै छ है। किनभने यहाँनिर यो एजेन्ट्सहरूले काम लगाइदिन्छु भन्छ, 200 रुपियाँ लाग्छ भन्छ। अनि त्यो 200 रुपियाँ गर्दा त्यसले चाहिँ तपाईँहरूलाई भिखारी नै बनाइदिन्छ कि, सबै छुस दिन्छ क्या त्यसले क्या। यो ठाउँमा काम लगाइदिन्छु, त्यो ठाउँमा काम लगाइदिन्छु भन्छ, गयो इन्टरभ्यू दियो अनि त्यसपछि सेलेक्सन हुँदैन, 200 त्यसले खाइदिन्छ। त्यसले त्यो ठाउँमा पुऱ्याउनुभन्दा अगाडि नै तपाईँसँग पैसा लिन्छ एडभान्स है। सो त्यही भएर स्पेसली जो काम गर्नको लागि भनेर चाहिँ भिजिटमा जान्छु, काम गर्छु भनेर चाहिँ यो दुबईमा आउन चाहनु भइरहेछ भने चाहिँ होइन, प्लिज बी केयरफुल एन्ड पर्स तपाईँ चाहिँ थोडा अलिकति एनालाइज गर्नु होला होइन, आउनुभन्दा अगाडि एनालाइज गरेर बुझेर। अब साथीभाइ त्यस्तो अब कोही छ तपाईँको आफ्नो मान्छे जान्ने कोही छ भने चाहिँ होइन, अब उनीहरूले चाहिँ अब लगाइदिन्छु यसरी आइज भन्यो भने चाहिँ छुट्टै कुरा हो, तपाईँ आउने। नत्र भने अब तपाईँ अब बाई योर सेल्फ होइन, तपाईँ गर्नु म गर्छु गएर भनेर त्यसरी आउनु भइरहनु छ भने चाहिँ अलिकति गाह्रो नै हुन्छ। प्लस अनि त्यसपछि यो एजेन्ट्सहरूले यति धेरै फसाइदिएको छ कि यो बिचरा सोझो केटाहरूलाई, यार गाउँतिर केटाहरूलाई बिचरा पठाइदिएको छ। उताबाट 1500 स्यालेरी, यहाँ काम लगाइदिन्छ त्यहाँ काम लगाइदिन्छ भनेर पठाइदिन्छ, 2 महिनाको भिजा लगाएर। अनि त्यसपछि यहाँ आएपछि त्यसको त्यो एजेन्ट्सले राखिदिन्छ, एक ठाउँ लगेर राखिदिन्छ, 1 महिना 2 महिनाको त्यो 350 को त्यो बेड स्पेसमा लगेर राखिदिन्छ काम। अनि 1-2 ठाउँमा लगाइदिन्छ, लगाउनु त नलगाउने होइन, अब त्यहाँ गएर त्यो इन्टरभ्यू दिनु पऱ्यो, अब फेल हुन्छ, त्यसपछि हुँदैन त्यो। अनि त्यो अनि एजेन्ट्स पनि अनि त्यो एजेन्सीले नै वास्तै गर्दैन क्या। तपाईँको उता गएर यता गरेर मिलेर तपाईँको पैसा कोल्याप्स पारिसकेको हुन्छ है। अनि तपाईँलाई तिनीहरूले हेर्दा पनि हेर्दैन क्या। यदि तपाईँ चाहिँ अब अलिकति तपाईँसँग यो कम्युनिकेसन स्किलहरू छ भने होइन, अब तपाईँसँग एक्सपिरियन्स नभए पनि होइन, कुनै ठाउँमा अब हुन्छ नि त उनीहरूलाई चाहिँ वर्करहरू निड अब आवश्यक भइरहेको हुन्छ होइन, त्यस्तो ठाउँमा चाहिँ ल राख्ला है, राख्नु पनि सक्छ, राख्छ पनि।